स्वागत छ मेरो फिलहालको न्यू भिडियोमा। न्यू दिन न्यू भिडियोको सुरुवात भइसकेको छ। अहिले म एकदम खेतीबारीमा आइसकेको छु। आज हामी चाहिँ सब्जी टिप्नु आएको। सब्जी मती हरियो परियो के टिप्छौँ तपाईँलाई देखाउनु पर्ने छ। फर्स्टमा त हामीले अघि मुला टिपिसक्यौँ हो। मुला टिप्ने कार्यक्रम भइरहेको छ यहाँ। मुला चाहिँ दामी दामी छ है, ठुलो छ मुला पत्ताहरू। अब सागहरू टिप्नुपर्छ। यो सबै कोपी सोपी टिप्ने। कोपी धनियाँ मुला सबै टिपेर लान्छौँ। साग पनि यो पनि एकदम यो साग पनि अर्को खालको साग रहेछ। यो साग चाहिँ बुट्टा भएको साग रहेछ। यो फुलकोपी टिपे हुँदैछ अब यहाँ। यो रायो साग साग रहेछ, रायो साग है। कर्लुङ 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 भएको साग। अब म चाहिँ यहाँ रायो साग टिप्नुपट्टि लागेँ हो। रायो साग पनि यत्रो ठुल्ठुलो छ है। ए रायो साग टिप्नु पर्ने हुन्छ। रायो साग रायो साग दामी दामी रहेछ है। रायो साग पनि दामी दामी पो रहेछ नि त। म चाहिँ एकदम कत्रो कत्रो पत्ता हो रायो सागको। म चाहिँ साग टिप्नु पऱ्यो लागेँ। साग चाहिँ दामी छ। साग टिप्दैछु। टिप्ने कार्यक्रम भइरहेको छ। कार्यक्रम एकदम कार्यक्रम हो। कार्यक्रम अब म पनि टिप्छु। दुःख मेन टिप्दा हुन्छ होला। डुकु पनि दामी दामी रहेछ। मुला डुक्कु साग यही दामी दामी रहेछ। डुक्कुहरू डुक्कु सुक्कु खानुपर्छ। मेरो डुक्कु चाहिँ यति भइसक्यो। अलिक टिप्नुपर्ने छ। ब्रोकोली ब्रोकोली पनि छ है। ब्रोकोली पनि टिपाइ हुँदैछ हाम्रो चाहिँ यहाँ। कति खाने ब्रोकोली यहाँ? कति चाहिँ खाने? कति छ त? बारीमा आइसकेको छु हो। मुला टिप्नु। मुलाको अब हेरिहाल्नु। मुला टिप्नु हुन्छ। मुलाको के खाने? अचारी यसो पनि रहेछ। पत्ता पनि हाल्यो। पत्ता हाल्यो भक्कुमा हुन्छ। यति बेसी हुँदैन पत्ताले हो। यो चाहिँ माथि सुन्नु एकदम हामी चाहिँ मुला टिप्नुपट्टि लागेको। रोप्ने मान्छे चाहिँ यहाँ हुनुहुन्छ। यहाँ देखा त मुला दामी दामी छ मुलाहरू चाहिँ। यहाँ यसो गरेर होला। लु वरिस लामो गरेर गर्नु। लु है साथीहरू हेर्नुहोस् है। सागहरू एक अङ्गला साग छ है हाम्रो यहाँ टिपेको। देखो बारीबाट सागहरू टिपेको। यहाँ हुनुहुन्छ रोप्ने मान्छे चाहिँ।
यहाँ देखा त एक अङ्कल साथी यो यहाँ चाहिँ रे एक अङ्कल छैन डुकु डुकु ल त चाहिँ रोप्नुको लागि रेडी हुँदैछ है अब अर्को जग्गा यो चाहिँ कोपी यसको छेउछाउमा खोर्सानी रोप्नुपर्छ अनि दामी आउँछ यो आज चाहिँ खोर्सानी रोपाइ छ खेतालाई हामीले बोलाएको छ हेर्नुहोस् हेलो गाइस अब चाहिँ खोर्सानी यो चाहिँ कोपीहरू हो अब यसको छेउछाउमा खोर्सानी रोप्नुपर्छ यसो रोप्नुपर्छ हो ठक्कै त्यहाँबाट हो यसले खन्दा अप्ठ्यारो भयो त्यसले खन्नु पऱ्यो काम गर्नुपर्छ अहिले दुःख गरेन पछिको लागि दामी हुन्छ मलाई यति लामो खोर्सानी है लामो खोर्सानी छोड्दैन उयो देखाएर बहिनी तिमीले के रोप्नु भएको खोर्सानी यो चाहिँ बन्दाकोपी यहाँनिर टमाटर फलिरहेको छ ठक्कै काट्छ कि बहिनी हाम्रो दिदीले रोपिसक्नु आँट्नु भएको छ सुन्तला हाम्रो बाबी पनि एकछिन नबसी चित्त बुझ्दैन कुद्दै कुद्दै हाम्रो बाजेलाई चाहिँ होइन के साह्रो काम गर्नुभएको तपाईँ हाम्रो बाबु चाहिँ हट्टा खट्टा हुनुहुन्छ एकछिन बस्नुहुन्न हो एकछिन फ्री भयो कुदेको कुदै तर एकदम जिउ तगडा हुन्छ काम गऱ्यो भने चाहिँ पुचिमे दिदी हो ऊ पनि बारीमा एकदम लागि परिरहेको छ